हेलो गाइस, नमस्ते, जय मसी। आज हजुरहरूको बिचमा एउटा सानो भिडियो लिएर म आएको छु। आज म कोठाबाट यसो बाहिर निस्केको थिएँ। मेरो पछाडि हजुरहरू देख्दै हुनुहुन्छ यो सुन्दर फुल, यो रुखकै फुलको रुखहरू, यो जहाँ हरियाली देख्दाखेरि मलाई एउटा सानो भिडियो बनाउन मन लाग्यो। हिब्रू 11को 6 पदमा यसो भनेर लेखिएको छ, बिना विश्वास परमेश्वरलाई खुसी पार्न, प्रसन्न पार्न असम्भव छ। जो हुनुहुन्छ उहाँ चाहिँ परमेश्वर हुनुहुन्छ, उहाँको नजिक आउनेहरूलाई उहाँले प्रतिफल दिनुहुन्छ भनेर चाहिँ विश्वास गर्नुपर्छ। विश्वास बिना चाहिँ परमेश्वरलाई प्रसन्न पार्न सकिँदैन भनेर त्यहाँ लेखेको छ। अनि कतिपय व्यक्तिले भन्छन्, खै तिमीहरूको परमेश्वर कहाँ छ परमेश्वर, अनि हामीलाई बनाउनु हुने परमेश्वर भनेर हामीले भन्यो भने हामीलाई त बाबुआमाले बनाएको हो, के को तिम्रो परमेश्वरले बनाउनु, त्यो काठमा झुन्डेर मर्ने परमेश्वर, मरेको 3 दिनमा उठ्ने त भूत पो हो, के को परमेश्वर भनेर नाना थरीको प्रश्न गरिरहेको हुन्छ कति व्यक्तिहरूले। आज म यो भिडियोद्वारा के भन्न चाहन्छु भने, हो, हामीलाई यस धरतीमा हाम्रा आमा बुवाद्वारा नै परमेश्वरले ल्याउनु भयो। अनि मेरो पछाडि भएको यो सुन्दर फुल, अनि आकाशमा उठ्ने चराचुरुङ्गी चिरबिरे आवाज आइरहेको छ हैन, अनि हामीले फेर्दै गरेको यी सास, यी सबै कुरा चाहिँ परमेश्वरले बनाउनु भएको हो भनेर हामीले विश्वास गर्नुपर्दछ। विश्वास बिना परमेश्वरलाई प्रसन्न पार्न सकिँदैन। अनि म बस्दै गरेको यो घर, यो पनि परमेश्वरले नै कसैलाई ज्ञान बुद्धि दिएर बनाएको हो। अनि परमेश्वरले नै मलाई यस ठाउँमा राख्नुभएको हो भने म विश्वास, एउटा उद्देश्यले परमेश्वरले हरेकलाई हरेक ठाउँमा सुरक्षित राख्नुहुन्छ। आजसम्म म जहाँ छु परमेश्वरको अनुग्रह र आशिषमा छु। म विश्वास गर्दछु मेरो परमेश्वर मेरो साथमा हुनुहुन्छ। जतिजनाले भिडियो हेर्नुहुन्छ तपाईँहरूले पनि विश्वास गर्नुहोस्, तपाईँ अनि मलाई बनाउने परमेश्वर चाहिँ एउटै हुनुहुन्छ। उहाँ हुनुहुन्छ, यी सबै थोक चाहिँ उहाँद्वारा नै बनेको हो भनेर हामीले विश्वास गर्नुपर्छ। हुन्छ, यो छोटो भिडियोलाई म यहीँ राख्न चाहन्छु। मेरो भिडियो मन पर्यो भने लाइक, कमेन्ट, सेयर गरिदिनु होला, सब्सक्राइब पनि गरिदिनु होला। यस्तै अरू भिडियोहरू लिएर हजुरहरूको बिचमा फेरि पनि आउनेछु। सम्पूर्णमा नमस्ते, जय मसी।